मिसल ब्रो आफ्नै पारामा छ आफ्नै पारामा ल यसमा के छ होला गेस गर्नु ल लाफा बर्गी अरे मासु 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 नभन्नै कसैलाई फेरि 150 रुपियाँ देगा ओए ओए मासु ल लाफा बर्गी अरे मासु 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 So guys, 7 किलोमिटर सफर त यस्तो भयो सो हे गाइस वेलकम ब्याक टु आवर न्यू भिडियो अनि आजको भ्लगमा तपाईँहरूलाई स्वागत छ नाइट भ्लगै पाउ पाउ र यो यस्तै चलिरहेको छ चलपल हिँड्दा हिँड्दा रातै परिसक्यो भने ल बाइक नि छैन कता कता सोरुमतिर घुसिरहेको छ अस्ति एक्सिडेन्ट भयो नि त सो त्यही भएर हामी चाहिँ हिँड्नु परिरहेछ पानी पनि परिरहेछ तर केही छैन हिँडिदिने अब हिँड्नु नि पर्छ कहिले कहिले कता होइन हामी चाहिँ अहिले यता यो ब्यारेक है यो चाहिँ के भन्छ छालिङ ब्यारेक भन्दै के भन्छ यो ब्यारेकको हाम्रो मिसल ब्रो आफ्नै पारामा छ आफ्नै पारामा ल आज चाहिँ रात पर्यो होइन धेरै नै अनि भोक पनि लागिरहेको थियो अब त्यही त हो नि फेरि मासु लभर पर्यो होइन मासु भएन भने त खाना पनि छिर्दैन यसमा के छ होला गेस गर्नु ओए 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 मासु ये रहा हमारा चिकन एउटा हो मासु ल म त झन् नालीमा चिरिदिएको ल मासु मासु सुन्नु गाइस 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 सुन्नु सुन्नु त्यो मासु कतिको थाहा छ नभन्नै कसैलाई फेरि मासु 100 रुपियाँको 150 रुपियाँ देगा केटा हो मासु ल पानी पनि डेन्जर आउला जस्तो छ तर नि केही छैन हामी मुला लङ केही छैन हामी पनि पारा दिन्छ नि त हिँड्नुपर्छ कहिले गर्छ ए ल हेर न पानीले पुरै भने ल वाह 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 दिप्पी हान्छ नि त माथि हान्नुपर्छ पानी चाहिँ वाइल वाइल नै हो कि केही छैन हामी चाहिँ भर्खर यहाँ ब्यारेकतिर आएको छ है अब यहाँबाट कति त्यस्तै होला 1 किलोमिटर 1 किलोमिटर छ या छैन होइन हामी सो भगालै छ हिँड्नु परिरहेको छ कोही बाइकवालाले लिफ्ट माग्नु पर्छ क्या अरे यार लिफ्ट माग्नु न यार ब्रो अल्छी लाग्यो हामी चाहिँ यस्तो रोडको बिचबिचमा डाँडागिरी देखाउँदै हिँडिरहेको छ कति किलोमिटर हिँड्नु छ अझै त 65 नो मान्छे मर्छ ओ भाइ ओ मेरो तर केही छैन छ त ल यहाँबाट तलको त्यो के भन्छ त्यही सुराल गाउँ भन्छ होला साइड बबाल देखिरहेको छ भ्यू पनि दामी दामी पुरै ल आइस बबाल त तलक्क तल्किन्छ हो आम्बो हिँड्दै जाने हो रोक्क रे मेरे को घर जाना है हमारा को भी घर पुग्ना है सो गाइस तपाईहरुलाई यो ठाउँको नाम थाहा होला यतातिर चाहिँ कमल विनायक हो है है यो ठाउँ चाहिँ हामी चाहिँ ब्यारेकमा छु भएर हो नत्र खतरा भिउ देखाइदिने बबाले भ्यू देख्छ नि त नाइटमा भएर तर पनि अझै हामी माथि डाँडामा अहिले फेरि जोस आयो भने डाँडामा गएर भ्यू देखाइदिन्छ नि फेरि चलपल फेरि हाम्रो वर्ल्ड वाइड चलपल बस्तीमा बिजुली चम्किरहेको
हामी ऱ्यापर किनकि केटाहरू जता पायो त्यतै भगवालाई पानी चाहिँ कस्तो परिरह भने ल पानी पर्यो हामी चाहिँ हेरिरहेको छौँ पानी पऱ्यो भने केही छैन नो टेन्सन लिने कारण देखाउन आफ्नै तर्फ आफ्नै त्यही हो गाइजहरू है धेरै नै रात परिसक्यो कति बजिसक्यो हेर्न सक्नुहुन्छ के हो टल्केर केही नि त्यही हो कति बज्यो भने देख सक्ते हो कति बज्यो सम्झి पानी चाहिँ त्यही हो 9:17 यतातिर चाहिँ बबाल चलिरहेको छ ओइ रनमती ओइ केही देखिँदैन त कालो मासु है यो मासु चिकन हान्ने फेरि चिकन फ्राई ल सम्धि पुरै भिजिसक्यो आमा यहाँ देखाउनु त यहाँ हेर्नु न के हो यो क्या यो सब क्या पुरै आमामा पानी हेर्नु न कस्तो चप परेको छ चलपल बस्तीमा यो यार पुरै मोबाइल सोबाइल बिग्रिसक्यो फेरि उदयपुरैमा मासु पसल्दो रहेछ क्या केही नि देखेको छैन तर रात भएर होइन तरकारीहरू पनि ल्यायो लस बिजिसक्यो कपाल पुरै भिजिसक्यो अनि ल दुईवटा बाटो छ यहाँबाट यहाँबाट कुन बाटो जाने कुन बाटो जाने सडक जाने कि रनमती मेरो चाहिँ रुमाल पराएको त्यही हो चलफल हान्दै केटाहरू सम्धि मोची हान्दै नसिक्या केटाहरू एकल गरे आउँछ तेरो नि होइन तेरो निधानमा गोली पट्केला बाई फेरि अड्किन्छ फेरि यो ठाउँको लोकल म दाईहरूको सपोर्ट भयो भने त फेरि भाइ केटाहरूको सपोर्ट भयो भने त फेरि जसलाई पायो त्यसलाई चाहिँ होइन न्यु खोल्नेको त अरू बढी नभोर को चिनेको छ पारामा फेरि पारै थपिदियो नि त रिच बोय सिन्धुलीको तिमी पश्चिमे केटाले फेरि मार्केट खाइदिन्छ फेरि भक्तपुर हाम्रै हो त्यही हो गाइसहरू म र सम्धि चाहिँ यत्तिकै हिँडिरहेको बाटो हेर्नु न हुन्छ त जानुभयो सम्झा रोम्पे एकल गरे अस्ति म चाहिँ बाइकमा आइरहेको होइन एउटा ल एउटालाई अस्ति म चाहिँ हामी नगरकोट गएको नगरकोटबाट बाइकबाट ओह्रो झर्दा केटाहरू ठाउँ भेटेको पनि ग्याङ फाइट हान्दिएको ग्याङ फाइटमा मोजी फुच्चेहरू भागिदिएको फुच्चेहरू भागिदिएको म चाहिँ झारेहरूको काम छैन भाग म चाहिँ झारेहरूको काम छैन भाग केटाहरू चाहिँ लिएर आइसके त भाग ल एउटा नै देखिसक्यो गाइस मेरो केटाहरू सबजना साइको टाइप कम्प्युटर चिरी गुजाइन्छ नाइट विचार गरेर बोल खोलास्ने फेरि गर त गाइड हामी मोजी ग्याङ स्टोर खतरा छ काफीमा आइस हातमा खुकुरी यस्तै मोजी लाइफ यो भक्तपुरे ग्याङजी खतरा हुन्छ भाइ या घर बस्छौँ भयो नि बसाइ चाहिँ भक्तपुर सिधै भक्तपुर भक्तपुरको गल्लीमा तन्नै छ ग्याङलाई नगर्नु कहिले नि ल्याङ गरेपछि फेरि काटिदिन्छ छ्याम यो सत्य बोल्छु यो मुखले झुक्तो कहिले बोलिन्न कोरिरहेको छु कलम मुजी लेख्न कहिले छान्दिनँ आफै चच्छु माथि मुजी खुट्टा कहिको तान्दिन थोरै बाइक साइकल होइन त्यसले गर्लफ्रेन्ड लिएर हिँडिरहेको
त्यो मात्र कसले लिएर भागिरहनु यसले गाइस यो गाडीले चाहिँ त्यो भित्र एकदम लड्की छ खतरा च्वाक छ मेरा दिल हाम्रो किन कोही छैन एक तो मैं भी बनाना पड़ेगा परेगा न एउटा तिमी म गर्लफ्रेन्ड बनाऊ गर्लफ्रेन्ड फेरि कस्तो भने मैले दिदी पठाएछ भने तिमीले बहिनी पठाउनु पर्यो तिमीले दिदी पठाएछ भने मैले बहिनी पठाउनु पर्यो डन 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 त्यो प्लान त फेरि एकदम खतरा बनाइदिन्छु नि फेरि मान्छे हेर्दा मात्र यस्तो तो पान्छ एकदम धेरै चार्को तोप चाहिँ खादिनु है तोप चाहिँ खादिनु त्यस्तो तोप्ती खान तर कस मुखमा आयो भने मगरको छोरा हो नाइके फेरि मगरको छोरा हो एउटा गीत छ त होइन यो बाहुनीलाई डेडिकेट है बाहुनीलाई मगरसँग जाम भने जान्छु र बाहुनीले बङ्गुर पोखरामा पोखरा होइन भक्तपुरमा पानी पर्यो ओए पानी दिनु पर्यो मेरो मोबाइल पुरै लतलत रुम नै आइपुग्नलाई पानी कति परिरहेको ल अहिले झन् दिन्छ सो हे गाइस हामी चाहिँ रुम नै पुग्न लाग्यो होइन पानीले नि लस पानी पनि के साह्रो आइदियो ल ल गाइस वाउ पानी पर्यो लाजले पानीले सुत्यो ल आइसक्यो यता पानी पनि लो पर्यो आइसक्यो बल्ल ओ माई गॉड कुनीको लो पानी आइदियो मगर लानले हेरौँ न हालत त्यसो गाइस बिचिसक्यो ल आयो गाइस सो यहाँ चाहिँ बबाल पढाएको सिसिटिभी पनि छ होइन तर केही छैन ल गाइस हामी चाहिँ रुम आइसक्यो मासु हो आजको तरकारी मासु हामी मासु खान्छु दुईजना छ साथीहरू So guys, 7 किलोमिटरको सफर त यस्तो भयो अब लुगा चाहिँ हल्का यसो सुगारले गराउनु आज चाहिँ यो ए लौट ल है सुन ल मैले त के बिर्सियो भनेको होइन ओ सुरट यो बिर्सेछ नि त मैले आज त्यही भएर पानी परेको क्या होइन सुरटले यो चस्मा बिर्सेछ त्यही पानी परेको अब यसरी चस्मा खोल्यो भने चाहिँ बाहिर पानी फाट्न पनि बेर छैन है गाइस थ्याङ्क यू फर वाचिङ माई भिडियो भेटौँला कुनै दिन कुनै महिना